सो हेलो गाइस वेलकम बैक टू न्यू वीडियो हिजो चाहिँ एउटा मात्र भिडियो आयो होला हैन किनकि हिजो चाहिँ प्यारेन्ट्स डे थियो र अहिले भ्लग बनाउनु पाएन नि यहाँ माथि सिम्बा अनि रकी आजो तला ओए रकी ओए सिम्बा आजो को दुईटै भाग्यो त पछि बाटोमा रोक पनि आयो तर एउटा चिज छ रोक र रकीको चाहिँ दुश्मनी छ धेरै इग्नोर चाहिँ भइरहेको छ कहिले यिनीहरूको बजोज नभन् सक्छ हैन किनकि दुश्मन सो गाइस एउटा यो चाहिँ भर्खर रक र रकीको चाहिँ झगडा परेको थियो रकीले साध्नु पर्यो अनि सिम्बा र रक गयो कुकुरको पछाडि दौडिदिए एउटा कालो कुकुर आयो त्यसको पछाडि चाहिँ दौडिँदै गयो सो गाइस सिम्बा अनि ओए सिम्बा र रक पनि आयो सो गाइस अघि न त रकीले रकलाई पिड्यो अघि न रकीले चाहिँ रकलाई पिड्यो तर अहिले रक फेरि एङ्गरमा देखिरहेको सो गाइस रक चाहिँ अलि धेरै नै डराइसक्यो रकीले फेरि घुङघु घ्याङ गर्दै के तर गाइस जे भने पनि रक यताको मेलहरूको किङ हो हैन फिमेलहरूको त टाइगर भयो तर टाइगरले रकलाई पिडिदिन सक्छ सो गाइस चाहिँ सिम्बाहरू हामी एक राउन्ड हानेर छौँ त्यहाँबाट बल्ल कुदी कुदी आएर प्लस ब्ल्याकिङ पनि आयो ओए सेट डग देखि यिनीहरूले सायद सो गाइस ब्ल्याकिङ पनि आयो ओए अघि माथि एउटा टोकेको थिएन अहिले खेल्दै सो गाइस त्यो डगको चाहिँ किस्मत राम्रो थियो हैन त्यही भएर त्यो बच्यो हैन त्यही भएर त्यो बच्यो नत्र सोध्नु भाइ चारवटाले हल्के गरिदिन्थ्यो चाहिँ हेर्नु ब्ल्याकिङ ब्ल्याकिङ ला अघिया ओए कल्लु खलियो नि रकी आयो ब्ल्याक व्हाइट ब्ल्याकिङलाई भन्दै मैले कुखुराहरू हुन्छ नि यसले समात्छ रकिया गाइस छोडाउनु चाहिँ पर्यो अन्त ब्ल्याक रकको फेरि ओए सो गाइस आज चाहिँ हो सन्डे हैन त्यही भएर मलाई लाग्दैन आज कुनै परेहरू कसैले उडाउँछ जस्तो अझै एउटा एउटा गोबी हो सिम्पल है यसको पुच्छर पछाडि टुट्यो छोटो खालको सो गाइस आज चाहिँ हामी परेसम्म चाहिँ जाली बनाउँछौँ होइन हल्का फाइट साइड गरौँ टाइगरको आवाज सुन्नु टाइगर चाहिँ उता तल बस्छ अहिले टाइगरले हामीलाई रेस्क्यु हाल्नु अब हामी परेवा छोडाउँ हेर्नु गाइस त्यहाँनिर पनि परेवा त खुल्ला छ त्यही छोडौँ हाम्रो चाहिँ यहाँ फ्लाइङको मात्रै छोडौँ अरूको चाहिँ नछोडौँ है गाइस यो कार्डबोर्ड चाहिँ खाली झार्छ म त यो कार्डबोर्डको जरुरत हुँदैन त्यही भएर फ्लाइङको छोडौँ हामी फ्लाइङको यतिकै आइहाल्छ नि औ छिटो अरे भाइ औ ब्राइटनेस थोरै बढाउँ त्यहाँनिर हेर्नु बिरालो गरिरहेको शिकार यसको यो चाहिँ हामीले खाना दिनु गऱ्यो हो निस्कि यो झन्डै मैले लाग्यो सुरुमा यो निस्क्यो यार यो फ्लाइङको होइन यो पनि यसलाई पनि हामी पछि गएर फ्लाइङमा हाल्छौँ परेवाको लागि है यताबाट यसलाई पनि मलाई लाग्छ जाऊ यसलाई पनि हाल्नु त पर्छ त्यही भएर पहिला गेट चाहिँ बन्द गरिदिउँ अनि स्टार्ट गरौँ फाइट्स एउटा हातले चाहिँ गराउनु मलाई किन गाह्रो लाग्छ तिनीहरूले उडाइछ ए गाइस यही हो क्या एउटा हातले चाहिँ नयाँ दुइटा त्यो माथिवाला यो त तिनीहरूको त्यो त आउनेवाला छैन यार उड्दै हुँदैन हो तिनीहरूले उडाएर पनि बसिसक्यो यार हामीमा धेरै परेर जान्छ नि तब चाहिँ उड्छ कि एक लटमै अहिले चाहिँ उड्दैन हप्तानुपर्छ
मेरा पनि त झारी मेरो एउटाले उडाएर के नि हुन्छ अरे त्यत्रो 10-20 वटा परेसँग त गएर क्लिप भिडाएर त सक्दैन। सो गाइस म एकछिन क्यामेरा बन्द गर्छु अनि हेर्नु। सो गाइस एक लटमै फ्लाइङ भइसकेको थियो। ले त्यहाँ गएर बसेर कस्तै यो काम गर्नु तिनीहरूको परेर छोडिसक्यो 1-2-3 चोटि भडाइसक्यो। टाइगर कति कराएर राखेको सो गाइस यिनीहरूलाई पनि छोडिदिउँ है। यहाँको पनि गेट खुला राख्थ्यौँ र यता यहाँ चाहिँ यता भित्र गएको थियो परेवा वै त नजा। यो चाहिँ बिस्तारै बिस्तारै फ्लाइङको काबिल हुन्छ होइन। तर गाइस एउटा ब्याड न्युज के भयो डिम लाइट अलिक भयो। एउटा ब्याड न्युज चाहिँ के हो भन्दाखेरि यो परेको बच्चा चाहिँ होइन पछि गएर हाम्रो हुँदैन यार। पछि गएर तिनीहरूको हुन्छ तिनीहरूले होइन फेरि पाल्नलाई भनेको थियो। दुइटै ठुलो भयो भने चाहिँ ठिक छ तर एउटा अन्डाहरूमा फुटेछ तिनीहरूले मागे तर तिनीहरूले मेरो परेको बच्चा हुन्छ कि टेन्सन नलिनु। यसलाई त गाइस यो त आयो त्यो दुइटा छ बाँकी है कहाँ खोज्दा जान्छ यार बरु नि त भाग त्यो दुईवटा त्यही हुन्छ। यसलाई यता छोडिदिउँ है। परेको बच्चा यता गयो यसले बिस्तारै बिस्तारै हाम्रो घरको पहिचान हुन्छ अनि तिनीहरूले ल मैले पनि बाल छैन हाम्रै घरमा आइहाल्छ। पानी नपियो अहिले त गाइस यसलाई चाहिँ यस्तो लाग्छ कि यो चाहिँ यसको मम्मी हेर्ने भिडियोमा जा तर अलि धेरै त्यो बिरालो कहाँ गरे ओए मसँग आउँछ त धेरै ओइ तेरो टक्स है कुखुरा कन्डाबाट पनि बच्चा निस्किन्छ। हेर्नु गाइस थोरै एकछिन यसलाई पनि बाहिर छोडिदिउँ होइन। ओइ कहाँ गयो आइज जा भाइ अब हेर्नु यो चाहिँ अलिक सिक जस्तो लागिरहेको यो पनि यसलाई देखेर चाहिँ